पुनर्जन्म हुन्छ होइन पुनर्जन्म त अवश्य हुन्छ कुनै पनि कुराको ऊर्जा एउटाबाट अर्कोमा परिणत हुने त हो नि It's a science. Science. Energy neither be created nor be destroyed, but can be transferred from one form to another form. Exactly. शक्ति न उत्पादन गर्न सकिन्छ न नष्ट गर्न सकिन्छ यसलाई एक रूपबाट अर्को रूपमा परिवर्तन गर्न सकिन्छ त्यसकारण यो ऊर्जाको ट्याङ्की हो एउटा ऊर्जाबाट अर्कोमा जान्छ म सकिने त हुँदैन जब यो भाव आउँछ नि तपाई केको लागि डरै हुँदैन अनि धेरै मान्छे डरको भविष्यको डरले चिन्तित हुन्छन् डर भनेको फियर हामी नेपालीले भविष्यको एकदम धेरै डर छ हो मेरो बुढेसकालमा के हुन्छ होला जस्तै म टेलिभिजनमा जागिर खाइरहेको छु एउटा उमेरसम्म म जागिर खान्छु होला मेरो तलब आउँछ होला यो सकिए पछाडि मेरो पेन्सन आउँदैन केही आउँदैन मलाई केही सम्पत्ति कमाएर राख्नु छ मेरो छोराछोरीको बिहे गर्नु छ उनीहरूको लागि मैले कमाएर राख्नु छ मसँग एउटा घर भएन भने कहाँ बस्ने होला उपचार कसरी यस्तै यस्तै डरले खाइ पो रहेको छ हौ धमिराले खा जस्तो यो तपाईले मात्रै होइन संसारलाई खान्छ जब उसले योजना बनाउने हैन योजना त बनाउनु पर्यो तर चिन्तित हुनु हुँदैन किन हुनु हुँदैन भने जुन अस्तित्वले हामीलाई यो सबै सिर्जना दियो त्यही अस्तित्वले सबै मिलाइहाल्छ नि बुवा आमाले किनिदिएको घरमा आज कतिजना बसेका छन् भन्नुहोस् छैन आफै छ र त्यस्तै गरेर हामी कहिलेकाहीँ विसर्जन पनि गरौँ परमात्माप्रति अथवा अरूप्रति जे हुन्छ यहाँ राम्रै हुन्छ अहिले चिन्तित गर्नु पर्दैन बी इन द प्रेजेन्ट भनेकै त्यही हो फल्स इभिडेन्स अपियर्स एज अ रियल इज अ फियर र संसारमा गर्ने 90% चिन्ता हुँदैन तपाईँ बिरामी पर्छु भनेर धेरै चिन्ता हुन्छन् 90% त्यो बिरामी नपर्न सक्छ ओ दुर्घटना हुन्छ कि भन्छ 90% मान्छे दुर्घटना हुँदैन तर नभइकन ऊ चिन्तित भइरहेछ यहाँ त्यही चिन्ताले खाइरहेछ हो त्यसकारणले अहिलेको अवस्थामा बाँचौं अहिलेलाई स्वीकार गरौं अस्तित्वप्रति विश्वास गरौं जे छ यो जगतले राम्रै लागि गर्छ जे हुन्छ त्यो पनि राम्रै लागि हुन्छ यो भइरहेको छ राम्रोको लागि हुन्छ